धोकेबाज नानी। यो कथा सुरु हुन्छ यही एक वाक्यबाट। सोच्नुस् त, एक महिला जसले आफ्नो बच्चाको हेरचाह गर्न एक सामान्य केटालाई काममा राख्छिन्। तर त्यो केटा को थियो र उसको वास्तविकता के थियो? सत्य कल्पनाभन्दा कैयौं गुणा डरलाग्दो र जटिल थियो। ल आउनुहोस् यो रहस्यमय कथाको भित्र पसेर हेरौं। ल कथाको पहिलो अध्याय सुरु गरौं। एक एक्लो सुरुवात। यो कथा हो प्राचीको, एक यस्तो महिला जसको जीवन धोका, एक्लोपन र सङ्घर्षले भरिएको थियो। भेट्नुहोस् प्राचीलाई। उमेर 40 वर्ष। उनी आफ्नो 1 वर्षीय छोरा आरफकी एक्ली आमा हुन्। उनको जीवनमा एउटा ठूलो तुफान आएको थियो। प्रेमीले विवाह गर्छु भनेर धोका दियो अनि उनी गर्भवती भएकै बेला अर्कैसँग बिहे गर्यो। परिवारले पनि साथ नदिएपछि उनी आफ्नो सानो छोरासँग एक्लै सङ्घर्ष गरिरहेकी थिइन्। उनको साथमा कोही थिएन। अनि यस्तै एक्लोपन र निराशाको बीचमा आफ्नो हजुरबुबाको जन्मदिनको पार्टीमा उनको भेट रामुसँग भयो। रामु देख्दा एकदमै सोझो 20 वर्षको गाउँले केटा, जसलाई कामको एकदमै खाँचो थियो। प्राचीले उसलाई आफ्नो छोराको हेरचाह गर्न राखिन्। उनलाई लाग्यो, ल अब मेरो समस्याको समाधान भयो। अब कथाको दोस्रो खण्डमा जाउँ। उत्तम नानी। सुरुमा त रामुको आगमनले प्राचीको अस्तव्यस्त जीवनमा साँच्चीकै बहार नै ल्याइदियो। ऊ एक पर्फेक्ट नानी साबित हुँदै थियो। पहिले र अहिलेमा आकाश जमिनको फरक थियो। जहाँ पहिले छोरा आरवलाई सम्हाल्न प्राचीलाई मुस्किल पर्थ्यो, अब ऊ शान्त भएर राम्ररी खान थाल्यो। प्राचीको तनाव पनि कम भयो, घर पनि चिटिक्क पर्न थाल्यो। साँच्चै भन्ने हो भने रामु त भगवानले पठाएको दूत जस्तै भनेर आएको थियो। रामुको कामबाट प्राची यति खुसी भइन् कि एक दिन उनले उसलाई सपिङ मल लगिन्। राम्रा राम्रा कपडाहरू किनिदिन्। अनि जब उसको हेयरस्टाइल पनि फर्यो नि, त्यो सोझो गाउँले केटो त एकाएक ह्यान्डसम आकर्षक युवकमा बदल्यो। प्राची आफै पनि एकछिन त हेरेको हेरे भइन्। तर कथा सधैँ सोचे जस्तो हुँदैन होइन त? तेस्रो खण्ड, सीमा नाग्दै। रामुको यो नयाँ रूपसँगै उनीहरूको सम्बन्धले पनि अर्कै मोड लिँदै थियो। मालिक र नोकरको त्यो सीमा अब धमिलो हुँदै थियो। त्यसपछि त एउटा पछि अर्को यस्ता घटनाहरू हुन थाले, जस्तै एक पटक छोरालाई माया गर्दा झुकिएर रामुको गालामा किस हुन पुग्यो। अनि अर्को पटक प्राचीको टाउको दुख्दा रामुले यस्तो मजाले मसाज गरिदियो कि उनी त्यही नै दाइन्। खुट्टा पोल्दा मलम लगाइदिनु, यी सब कुराले प्राचीको मनमा एउटा अनौठो हलचल पैदा गरिरहेको थियो। अब कथाको चौथो खण्डमा प्रवेश गरौँ, जसले सबै कुरा बदल्न लागेको थियो। एक चकित पार्ने खोज। प्राचीको मनको त्यो हलचल अब डर र शङ्कामा बदलिँदै थियो, किनभने उनले केही यस्तो पत्ता लगाउँदै थिइन् जसको उनले कल्पना पनि गरेकी थिएनन्। यस्तैमा प्राचीको एक साथी प्रियाले उनलाई एउटा खतरनाक चेतावनी दिइन्। उनले सिधै भनिन्, हेर प्राची, त्यो केटालाई कामबाट निकालिहाल। ऊ जस्तो देखिन्छ त्यस्तो सोझो छैन है। अब यो कुराले त प्राचीको मनमा शङ्काको आगो नै सल्काइदियो। अनि एक रात जे नहुनु थियो त्यही भयो। प्राचीको आँखा मध्यरातमा अचानक खुल्यो अनि उनले के देख्छिन् भने रामु उनको कोठामा उनको आफ्नै मोबाइल चलाइरहेको छ। सोच्नुस् त, त्यो दृश्यले त उनको होसै उडायो। अब कथाले सबैभन्दा डरलाग्दो मोड लिँदै थियो। प्राचीले तुरुन्तै रामुलाई त्यो भिडियो देखाइन्। भिडियोमा रामुले उनकै साथी प्रियाको प्रेमी रोहनलाई एकदमै नराम्रोसँग पिटिरहेको थियो। प्राचीले सोचेकी थिइन् अब त यसको सबै झुट समात्यो। उनले रामुसँग कडा स्वरमा जवाफ मागिन्। र अब आउँछ कथाको सबैभन्दा ठूलो मोड, 5औं खण्ड, वास्तविक रामु। तर प्राचीले जे जवाफ सोचेकी थिइन् नि, सत्य त्योभन्दा कोसौं टाढा थियो। अब एउटा यस्तो रहस्य खुल्दै थियो जसले प्राचीको दिमाग नै घुमाइदिनेवाला थियो। त्यसपछि रामुले, होइन, विक्रान्तिले आफ्नो मुख खोल्यो। उसले एक एक गरेर सबै सत्य ओकल्यो। मेरो नाम रामु होइन, विक्रान्त हो। म 20 को होइन 30 वर्षको हुँ। उसले अझै भन्यो, मलाई यहाँ तपाईँको हजुरबुवाले पठाउनु भएको हो तपाईँको सुरक्षा गर्न। अनि सबैभन्दा ठूलो खुलासा, तपाईँले धोका दिने त्यो मान्छे तपाईँको बच्चा खोज्ने षड्यन्त्र गर्दै थियो। त्यसैले मैले तपाईँको पानीमा निद्राको औषधि मिसाएको थिएँ ताकि तपाईँ उसको जालमा नपर्नुहोस्। अनि त्यो रोहनलाई पिटेको भिडियो, त्यो पनि आक्रामकता थिएन। सत्य त के थियो भने रोहनले प्राचीको कोठामा खराब नियतले पस्न खोज्दै थियो। विक्रान्तले त केवल प्राचीको इज्जत बचाइरहेको थियो।
कहिलेकाहीँ हामीले जे देख्छौं सत्य त्योभन्दा कति फरक हुँदो रहेछ होइन त? र अब कथाको अन्तिम खण्ड, एक भेटिएको परिवार। जब सबै रहस्यको पर्दा हट्यो, टुटेको विश्वास फेरि जोडियो र कथाले एउटा सुन्दर मोड लियो। जब प्राचीले सबै सत्य थाहा पाइन्, उनको मनको सबै डर, सबै शङ्का, सबै बिलाएर गयो। त्यसको ठाउँमा विक्रान्तप्रति आभार र प्रेमले लियो। उनले विक्रान्तलाई मनैदेखि स्वीकार गरिन् र आफ्नो हजुरबुबाले जुराइदिएको यो नयाँ परिवारलाई अँगालिन्। यो कथाले एउटा गहिरो कुरा सिकाउँछ। जसले साँच्चै माया गर्छ नि, उसले जस्तोसुकै अप्ठ्यारोमा पनि साथ छोड्दैन। तर जसलाई सम्बन्ध तोड्नु छ, उसलाई त एउटा सानो बहाना नै काफी हुन्छ। साँचो सम्बन्ध भनेको विश्वासमा टिकेको हुन्छ, आँखाले देखेको कुरामा मात्र होइन। तर यो कथाको अन्त्यमा एउटा ठूलो प्रश्न भने बाँकी नै रहन्छ। के एउटा यस्तो सम्बन्ध जसको जगै झुटमा अडिएको छ साँच्चै टिक्न सक्छ त? यो प्रश्नको जवाब भने सायद समयले नै दिनेछ।